नमस्ते साथीभाइहरू, म सुदीप निजार उत्ताना खुट्टामा आउने च्यानलबाट आज हामी मालिका टोलभित्र प्रवेश गर्दै रहेका छौँ। हामी यहाँको बासिन्दाहरूसँग छलफल गर्नेछौँ कि यहाँ कति दलित भएको छ र यहाँका नेताहरूले कति लुटेका छन्। सो लेट्स बिगिन। हामी मालिका टोलभित्र त प्रवेश गरिसकेका छौँ, तर यहाँ टाढा टाढासम्म कोही मान्छेको अत्तो छैन। एकछिन रोक्नु त। हजुर, यो लोटर रहेन खल्लामा हक्न जानु भएको छ? नाइ हक्दैन, हाम्रो गाउँ एकवटा नाली बन्ने छ, त्यहाँ हक्दा जान्छ। नालीमा त पल्टेर त जाँदैछ यसो। आउनुहोस्, हामी उनीसँग सरसल्लाह गरौँ। तपाईँ यहाँ किन हक्नु भइरहेको छ? यो त पानी जाने बाटो होइन, नाली त। अब नेताले एकचोटि नाली बनाएको छ, के त प्रयोग गर्नु पर्यो? अनि नेताले यस्तो गर्नु चाहिँ किन भयो? हेर्नुहोस्, यहाँ लिड फालिसकेका छन्। अब हामी अर्को इन्टरभ्यू गर्नेछौँ। दर्शनबी, हामी आफ्नो ज्यान जोगाएर त्यो जहिरिली ग्यासदेखि बाँचिरहेका छौँ। अब हामी अरूजनाको पनि इन्टरभ्यू गर्नेछौँ। मेरो पछाडि त्यो उदास व्यक्तिको हामी त्योसँग नि छलफल गर्छौँ। मेरो पछाडि आउनु त। एक्सक्युज मी, हजुर यति उदास किन बसिरहनु हुनुहुन्छ? म सोचिरहेको छु, चुनाव हुनुभन्दा अगाडि हाम्रो गाउँ कति रमाइलो छ। त्यस्तो किन मान्छे यो गाउँमा? नमस्ते आदरणीय ये गाउँका गाउँवाला दाजुभाइ अनि दिदीबहिनी हो। म तम्रो भाइ दाइ, अब त बा भने पनि चेलो भने पनि म त तम्रो पोइ त्यस्तो भन्न खोजेको होइन। मैले गाउँको विकास जे गरे पनि हाम्रो पार्टीले गर्छ। आयो गाउँ भनेको हाम्रो पार्टीको हो। यो गाउँमा विकास गरेन भने हाम्रो पार्टीले र मैले मेरा भोग्रा चेप्या भोग्रा मात्र होइन, तम्री खोप्पी हानिदिनु, खोप्पी। विचार गर। म पार्टीको तर्फबाट यो चुनावमा उठिरहेको छु। तमले मलाई जिताउनु तम्रो कर्तव्य हो, अनि मात्रै यो गाउँको विकास हुन्छ। भोटेलाई दिनुपर्छ। अनि चुनाव सिद्धि चाहिँ के भयो? चुनाव सकेपछि हजुर नेताजी के हो यो? चेला बस यहाँ बस्नु सोच्नु होइन, यो के विकास गर्नु पर्यो। नाली गढी बनाएर छाड्ने, ग्राभेल फालेर छाड्ने, के हो यहाँ? नेताजी यो रोड कहिले चाहियो? यो नाली कहिले चाहियो? यिनलाई चाहियो, यिनलाई रोड चाहियो, यिनलाई नाली चाहियो। केही हुनेवाला छैन। तपाईँले यो दिइहाल्यो, अब 2 घन्टा मासुको व्यवस्था। न रोड बनाएको छ, न नाली छ। यही चोटि त जित गया, अर्कोचोटि दिउँ न भोट तमलाई। चुहिदियो। 5 करोड मैले ब्याङ्कमा जम्मा गरिसकेँ। अर्काचोटि जो उठ्छ भोट दिन्छौ नै दिन्छौ। अब उठ्दैन म। यस्तो दुःखद घटना यो गाउँमा न विकास छ न केही। यो गाउँको जनता भन्दा त मेरो डुन्डु राम्रो छ। जे होस्, आफ्नो हकको लागि खडा त हुन्छ। आउनुहोस्, अरू इन्टरभ्यू गरौँ। त्यहाँ को जडी आउँथ्यो त्यही। अब हामी यो व्यक्तिसँग नि छलफल गर्नेवाला छौँ। एकछिन। हजुर, बाटोमा हिँड्नु न, कहाँ हिँड्नु भइरहेको छ? यो पनि बाटो यो यहाँका नेताहरूले बिगाडी ग्राभेल फाल्यो। अनि बाटोमा त आउनु, बाटोमा त आउनु। त्यो कुन पार्टीलाई मान्नुहुन्छ? हजुर कुन पार्टीलाई मान्नुहुन्छ भनेको? ए काङ्ग्रेस मुलुक। काङ्ग्रेस तेरो बा। यहाँ काङ्ग्रेस तेरो बा हो? काङ्ग्रेस आयो कि तेरो घरमा तेरी आमा गयो काङ्ग्रेस कहाँ? यही पत्रकार होइन, यसरी हाम्रो पार्टीको विरोध गर्ने। हेर्नुहोस्, यहाँ नेताका टट्टुहरू मेरो पछाडि छन्, तर यिनकी माका भोट हामी रोकिनेवाला छैनौँ।